यो सिक्ने र सिकाउने क्रम चाहिँ कहिले पनि नसकिने भयो। सो मैले चाहिँ वर्षमा एकचोटि चाहिँ आफूलाई अपडेट गरिरहेको हुन्छु भने मैले जति कमाउँछु त्यसको आधी चाहिँ मैले आफ्नो सिकाइमा खर्च गरिरहेको हुन्छु। र यसपालि चाहिँ मैले वर्षमा एकचोटि मात्रै इन्टरनेसनल क्लास जोइन गर्थेँ भने यसपालि चाहिँ मेरो एकैचोटि 2टा इन्टरनेसनल क्लास परेको छ। सो म चाहिँ त्यसैको लागि नै रेडी भएर हिँडेँ। अनि त्यसपछि अब आफ्नो लागि सपिङ पनि गर्नु पर्यो। सपिङ गर्ने क्रममा चाहिँ हामी सिभिल मल पुग्यौँ र मैले चाहिँ पोकोको सुज र टिङ्कको ड्रेस लिएँ र त्यसपछि कुमारी दिदीसँग भेट भयो। भेट भइसकेपछि एकछिन गफसँगै सपिङ पनि गऱ्यौँ हामीले। अनि भोक लागिरहेको थियो र हामी चाहिँ कोरियन डिसको खोजीमा थियौँ र म चाहिँ जहिले पनि काठमाडौँ आएपछि चाहिँ कोरियन डिसहरू चाहिँ खाने गर्छु। सो मलाई एकदमै यो हटपटहरू एकदमै मनपर्ने भएको कारणले हामी चाहिँ सर लाएर कहाँ के छ भन्ने कुरा चाहिँ हामी पहिल्यै खोजी गरिराखेको हुन्छौँ र सर गयौँ र कुमार दिदी म त्यसपछि यो भिजा पनि भेटिसकेको थियौँ हामीले र हामी 3जना भएर चाहिँ आफ्नो डिस मगाएर चाहिँ हामी खाँदै थियौँ र जाडोमा हामी एकदम हटपट खाँदै थियौँ। मिक्स यो चाहिँ सी फुड हो। अनि युभिजाको आफ्नै डिस र दिदीको आफ्नो डिस र मेरो चाहिँ आफ्नै थियो र हामी सबै सपिङ सकिसकेर चाहिँ हामी खाजासाजा खाएर अनि त्यसपछि हामी फेरि आफ्नो अनि त्यसपछि मसँग हुनुहुन्थ्यो सन्दिपा म्याम। उहाँसँगको चाहिँ भिडियो कैद भएको छैन, त्यो चाहिँ भोलि आउनेछ। आजलाई यति नै, बाई बाई।